नमस्कार सबैजनालाई। अहिले चाहिँ हामी जाँदैछौँ फुलबारी एफसीद्वारा आयोजित फर्स्ट टुर्नामेन्ट 2025 को लागि हामी सहभागी हुन गइरहेका छौँ। हेर्दैछौँ हामी पछि तपाईँलाई देखाउँछौँ। हजुर भाइ, यतिखेर भने चाहिँ हामी ग्राउन्डमा आइपुगिसकेको छौँ। हामीसँग ग्राउन्ड भने चाहिँ दुईवटा राख्नेछ, दुईवटा ग्राउन्डमा खेल हुनेछ। हेर्दैछौँ भिडियो मेरो राम्रो पो तिमीलाई एकदम ठिक होला। गजु तिमी त तिनी कुनै खै चाहियो 2 2.5 साढे दुई तिमी भाइ 2.5 त्यो लागि दिनी लो सियोला नि धमा चाहिँ गेम स्टार्ट त पनि मलाई आयो होला। लालीगुराँस भर्सेस युथ स्पोर्टिङ। देखेर चाहिँ भने गेम स्टार्ट भइसकेको छ। यतिखेर भने चाहिँ एलएफसी भर्सेस युथ स्पोर्टिङको घुम्साघुम्सी परिरहेको छ। नकआउट गेम हुनेछ भने यो 20-20 मिनटको गेम खेल्नेछन्। अब हेर्दैछौँ कोच चाहिँ अघि बढ्छ। यतिखेर भने चाहिँ लालीगुराँसले फ्री किकको मौका पाएको छन्। फ्री किकको लागि चाहिँ नम्बर 14 विकास लामाको सर्ट। यतिखेर भने चाहिँ लालीगुराँसले 1 गोल हान्न सफल भइसकेको छन् भने के हुँदैछ कुम्बर्दै? एकदम बबाल हुँदैछ। गेम कस्तो भयो त? गेम एकदम बबाल खतरा। कसले गोल हान्यो भर्खरै? गोल चाहिँ कसले हान्यो भनेको विजय विकासले। हाम्रो विकासले हान्यो होइन? तिमीलाई कस्तो लाग्दैछ? मलाई त दामी लाग्दैछ। कति बज्यो रातिको गेम? रातिको अहिले 3:06 भयो। बिहानको कि दिउँसोको? यो दुइटै हो। दुइटै हो? राति आएको बिहान भयो होइन। माथि को जाँदैछ? यो हाम्रो भाइको ट्रेन हो। यतिखेर भने चाहिँ युथ स्पोर्टिङको लागि पेनाल्टी सुटआउट प्राप्त भएको छ। एलएफसीद्वारा फल भएको कारणले गर्दा चाहिँ मैं खरा हुँदा जाम गेम एकदम जावा खाली डाजम टेन्ट डाएन गति गोल पुग्यो। दाइ गेम कस्तो भयो त? कसले जित्यो? गेम जित्यो तर लफडा भयो। क्वार्टर फाइनल पनि खेल्न पाएन। त्यसपछि चाहिँ हामी लफडा भएपछि आफ्नो घरतिर फर्कियो। रातभरि बसेर एउटा मात्रै गेम खेल्न पायो हामीले। एउटा गेम चाहिँ जित्यो। अब अर्को गेम कहिले हुन्छ त्यसपछि चाहिँ हामी कस्तो जित्छ हेर्नेछौँ।